सबैलाई नमस्कार। म लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी गरेर बस्नुहुने सम्पूर्ण मित्रहरूको लागि आवश्यक विभिन्न आयोगसँग सम्बन्धित भिडियोहरू बनाउने, अपलोड गर्ने गरिरहेको छु। त्यस्तै गरी आज म तपाईँहरूलाई चाहिँ यो स्पेसल रिजनिङ भनेको हुन्छ डाइस अन्तर्गतका प्रश्नहरू यो प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक टिएससीको तयारी गरेर बस्नुहुने साथीहरूलाई पनि एकदमै उपयोगी छ। त्यस्तै गरी अफिसर तथा बेनी लेभलको तयारी गरेर बस्नुहुने साथीहरूको लागि पनि यो उपयोगी छ। त्यस्तै गरी सुब्बा र खरिदार तयारी गरेर बस्ने साथीहरूको लागि पनि यो सोधिरहने प्रश्न एकदम इम्पोर्टेन्ट पनि छ। आज म यससँग सोध्ने प्रश्नहरू, डाइससँग सोध्ने प्रश्नहरू कसरी सल्भ गर्ने, तपाईँलाई कसरी सहज हुन्छ भन्ने तरिकाले त्यस्तो किसिमको भिडियो तपाईँहरूमा लिएर आएको छु। हेरेर प्रतिक्रिया दिनु होला है त। ल ढिला नगरिकन सुरु गरौँ आजको प्रश्नतर्फ। यहाँनिर मैले चाहिँ तयारी गरिराखेको छु ढिलो हुन्छ भनेर। यो पहिलो टाइपको प्रश्न क्वेसनमा चाहिँ इक्जाममा क्वेसन चाहिँ यसरी सोधिरहेको हुन्छ। फर्स्ट यो टाइप 1मा, त्यसपछि म बिस्तारै अरू टाइप 2, टाइप 3 पनि सिकाउँछु। यहाँनिर टाइप 1मा क्वेसन यसरी सोधेको हुन्छ। यस्तो अवस्थामा के गरिरहेको हुन्छ भन्दा 3 वा 4वटा है 3 भन्दा बढी डाइसहरू दिएको हुन्छ तपाईँहरूलाई र अनि प्रश्न सोधेको हुन्छ यसरी एबिसी एफडिए इसिएफ भनेर दिएको हुन्छ र सोधेको हुन्छ इक्जाममा अपोजिट अफ ई के हुन्छ भन्छ। ईको अपोजिट के छ भनेर सोधेको हुन्छ। त्यस्तै गरी बीको अपोजिट के हुन्छ भनेर सोधेको हुन्छ। त्यस्तै गरी सीको अपोजिट चाहिँ के हुन्छ भनेर इक्जाममा सोध्ने गरेको हुन्छ। अब झट्ट हेर्दाखेरि हामीले हेरौँ त, अब ईको अपोजिट के हुन्छ एकछिन तिरिमिरी परिन्छ कि हामी। बीको अपोजिट के हुन्छ तिरिमिरी परिन्छ। तर पक्कै पनि आजको यो भिडियो हेर्नुभयो र यस्तो किसिमको क्वेसनहरू प्र्याक्टिस गर्दै जानुभयो भने यसबाट आउने क्वेसनहरू कहिल्यै पनि मिस गर्नु हुँदैन। जिन्दगीभरि सम्झिरहनु हुनेछ। ल हेर्नुहोस् है, के कुरा बुझ्नु पर्यो सबभन्दा पहिला हामीले भने डाइसमा 6वटा फेस हुन्छन्। एउटा डब्बा सम्झनुहोस् न, 4पाटे डब्बा। त्यसको डिब्बामा 4वटा फेस हुन्छन् हो। 4वटा फेसमध्ये यसमा देखिएका भाग 3वटा हुन्छन्। हामीले हेर्दाखेरि 3वटा भाग मात्र देखिएको हुन्छन्। बाँकी 3वटा भाग चाहिँ के हुन्छ लुकेको हुन्छ। र देखिएका भागहरू एकअर्काको अपोजिट हुँदैनन् है। ए को अपोजिट बी हुँदैन, बीको अपोजिट सी हुँदैन, सीको अपोजिट ए पनि हुँदैन, बी पनि हुँदैन। त्यस्तै गरी दिएका हामी त्यो तरिकाले जानुपर्छ है। यसमा ईको अपोजिट के छ भनेर सोध्दै गर्दाखेरि के यसको अपोजिट छैनन् भन्ने तरिकाले हामी यहाँ जानुपर्छ। त्यस्तो अवस्थामा हामीले के हेर्ने भने सबैभन्दा बढी रिपिट भएका अल्फाबेटहरू हेर्ने। यहाँ सबैभन्दा बढी रिपिट भएको अल्फाबेटहरू के छन् ल भन्नुहोस् त। एउटा ए छ, दुईचोटि रिपिट भएको छ। त्यस्तै गरी अर्को के छ एफ छ, एफ चाहिँ 2 पटक रिपिट भएको छ। यी अल्फाबेट भनेका 2 पटक रिपिट भएका अल्फाबेटहरू हुन्, धेरै पटक दोहोरिएका। यहाँ चाहिँ 2 पटक दोहोरिएका छन् ए र एफ। त्यही भएर हामी त्यतैबाट जान्छौँ है। हामी त्यतैबाट जान्छौँ। ए को अपोजिट नपर्ने अल्फाबेटहरू है। ए को अपोजिट नपर्ने, मैले के भनेको छु सम्झनुहोस् है। पर्ने होइन नपर्ने। सोध्नलाई पर्ने सोधेको छ, हामी नपर्नेबाट जानुपर्छ। ए को अपोजिट नपर्ने भिडियोहरू के अरे नपर्ने अल्फाबेटहरू के छन् भनेर हामी जानेछौँ। ए को अपोजिट नपर्ने, यो बी पर्नै सक्दैन, सी पनि पर्न सक्दैन, बी र सी पर्न सक्दैन। अर्को के पर्न सक्दैन ए को अपोजिट, यहीँनिर डी बसेर त्यसको अपोजिट उतापट्टि पर्छ र पर्दैन, डी पर्दैन। अर्को के पर्दैन एफ पर्दैन। हेर्नुहोस् त, एउटा डाइसमा 6वटा भाग हुन्छन्। 6वटा भागमध्ये 1 2 3 4 5वटा भाग आए, के रह्यो यहाँनिर के रह्यो डाइसमा। यहाँनिर भएको अल्फाबेटमा यहाँनिर चाहिँ नआएको चाहिँ के छ भन्दा ई छ। ए र यो ई चाहिँ ए को अपोजिट पर्छ। त्यही भएर हामीले के गर्न सक्छौँ, ए को अपोजिट ई चाहिँ पर्दैनन् है। ख्याल गर्नु होला, यो पर्दैनन्। यो कुरा हामीले बुझ्नु पर्यो। यो ए को अपोजिट पर्दैनन्। त्यसो भएदेखि ए को अपोजिट के पर्छ ई पर्छ के। ए को अपोजिट ई पर्छ है, अपोजिट पर्छ। यो चाहिँ के गर्छ पर्छ। त्यसो भएदेखि हामीले के भन्न सक्छौँ, हो क्वेसनले सोधेको ईको अपोजिट के छ भनिसकेपछि ईको अपोजिट ए को अपोजिट ई हो। त्यसो भएदेखि ए को अपोजिट के पर्दो रहेछ ए पर्दो रहेछ, ईको अपोजिट। त्यस्तै गरी अरू पनि पत्ता लगाउन सकिन्छ। अब बीको अपोजिट के छ भन्ने पत्ता लगाउनु पर्दा
यहाँ हेर्नुहोस् त अर्को क्लिप पनि दिएको छ यहाँ यफ यफ दुईचोटि रिपिट भएको छ यहाँनिर यहाँनिर यफ र यहाँनिर यफ छन्। अब हेर्नुहोस् त यफको अपोजिट के पर्दैन भनेर हामीले भन्न सक्छौँ। यफको अपोजिट ए पर्दैन डी पर्दैन ए पर्दैन डी पर्दैन अनि सी पर्दैन ई पर्दैन। हेर्नुहोस् त 6वटा डिजिटमध्ये 5वटा फेस त आइसक्यो। त्यसो भएदेखि यफको अपोजिट चाहिँ के पर्छ ल भन्नुहोस् त यफको अगाडि के पर्छ बी अवश्य नै यो चाहिँ के गर्छ अपोजिट पर्छ है यहाँनिर पर्छ के पर्छ अरे अपोजिटमा पर्छ यसको अपोजिटमा पर्छ। त्यसो भए हामीले भन्न सक्यौँ बीको अपोजिटमा के पर्न सक्दो रहेछ यफ यफको अपोजिट बी पर्छ भने बीको अपोजिट यफ पर्छ। अब सीको अपोजिट त यही भन्न सकिहाल्नु हुने भयो जम्मा 6वटा फेस हुन्छ 6वटा फेसमा 4वटा 5वटा यहाँ देखिसके ईको अपोजिट ए बीको अपोजिट एफ सीको अपोजिट के रह्यो त यहाँनिर सीको अपोजिट के पर्छ ल भन्नुहोस् त अवश्य नै डी पर्छ। सीको अपोजिट चाहिँ के हुन्छ डी पर्छ। यसरी चाहिँ हामीले यस्ता खालका प्रश्नहरू सल्भ गर्न सक्छौँ। तपाईँले प्र्याक्टिस गर्दै जानु पर्यो। यस्तो बनाउनुहोस् 2-3 पटक लेख्नुहोस् अनि प्र्याक्टिस गर्नुहोस्। यो क्वेसन देख्दा बित्तिकै एन्सर आइहाल्छ। हामी सजिलै यस्तो तर्फबाट यस्तो डाइसबाट सोधिएको यो टाइपको प्रश्नहरू समाधान गर्न सक्छौँ है त। हस् त आजको भिडियो यो कस्तो लाग्यो यो भिडियो हेरेर तपाईँले जस्तो लाग्छ त्यस्तो प्रतिक्रिया दिनु होला। यदि तपाईँलाई राम्रो लाग्यो भने म पुनः यो डाइस अन्तर्गत पर्ने अर्को सेकेन्ड टाइपको क्वेसन लिएर तपाईँहरूमा उपस्थित हुने बाचा गर्दछु। हस्त धन्यवाद नमस्कार।